नमस्कार दर्शकबिन, यति बेला म अर्खाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर 3 मा रहेको एकदम उच्च स्थानमा छु। भन्यो भने यसलाई चाहिँ मालारानी घेराको लेक पनि भनिन्छ। यहाँबाट धेरै ठाउँका सुन्दर दृश्यहरू देख्न सकिन्छ। त्यतिकै हाम्रो देश नेपाललाई स्वर्गको ठाउँ भनेर भनिएको होइन। त्यसैगरी तपाईँ देख्न सक्नुहुन्छ, यता देखाउनुहोस्। पारीको एकदम यो रुकुम जिल्लाको मुसिकोट गाउँपालिकादेखि केही पारी रहेको सिस्ने हिमालको अलिकति थोरै चुचुरो देख्न सक्नुहुन्छ। त्यो चाहिँ सिस्ने हिमाल पर्छ। त्यहाँ उताबाट रुकुम जिल्लातिरबाट हेर्दाखेरि प्रष्ट ठुलो देखिन्छ भने यहाँ धेरै टाढाबाट भएको कारणले थोरै चुचुरो मात्रै देखिराखेको छ भने त्यहाँदेखि थोरै यतापट्टि तपाईँ देख्नुहुन्छ होला त्यो ठुलो दुम्किलो एउटा पहाडको, त्यो पहाड भनेको चाहिँ रोल्पा र रुखको के अरे प्युठानको सिमाना हो। त्यो चाहिँ कोठीभिर भन्छ। तपाईँले कोठीभिर भन्ने नाम त सुनिरहनु भएको छ होला सायद। एकदम देखाइरहेको पारी। अनि त्यहाँदेखि थोरै यतापट्टि त्यो खुङको लेक हो, प्युठान खुङको लेक। अनि त्यहाँदेखि थोरै यतापट्टि देख्नुहुन्छ भने यो यहाँनिर चाहिँ यो प्युठान के अरे गुल्मी जिल्लाको कङ्की देउराली स्पष्ट देख्न सक्नुहुन्छ यहाँनिर। यसै गरी सर र यता आउँदै जानुभयो भने तपाईँ चाहिँ यो मदानी गाउँपालिका, गुल्मी जिल्लाको मदानी गाउँपालिकामा रहेको ढोरपाटन यो मध्य पहाडी लोकराजमार्ग र ढोरपाटनको लोकराजमार्ग पनि त्यही हुँदै आइरहेको देखिन्छ। खनेको देखिरहनु भएको छ होला, तपाईँले दृश्य देख्न सक्नुहुन्छ। अनि त्योदेखि अलिकति माथि चाहिँ त्यो मदानीको लेक हो होइन। ठ्याक्कै त्यहाँदेखि यतापट्टि पूर्वतिर जाँदै गर्नुभयो भने तपाईँ सर र हिमालका सुन्दर रमणीय दृश्यहरू देख्न सकिन्छ। र यता आइसकेपछि तपाईँ अर्को यो हिमश्रृङ्खला, ठुलो विशाल हिमश्रृङ्खला देखिरहनु भएको छ। त्यो चाहिँ धौलागिरी हिमश्रृङ्खला हो, देख्न सक्नुहुन्छ। त्यो चाहिँ बागलुङ जिल्लामा रहेको धौलागिरी हिमाल। र यसै गरी सर अलि त्यहाँभन्दा पनि पूर्वतिर जानुभयो भने पारी अन्नपूर्ण हिमालको दृश्य देख्न सक्नुहुन्छ साथीहरू। अनि त्यो अन्नपूर्ण हिमाल र यहाँदेखि यो बिचको भाग चाहिँ धेरै जिल्लाहरू पर्छ र यो गुल्मी जिल्लाको प्रायः सम्पूर्ण भागहरू देख्न सक्नुहुन्छ। त्यसै गरी त्यहाँदेखि थोरै केही पर जानुभयो भने अन्नपूर्ण हिमालदेखि केही पर देख्न सक्नुहुन्छ। त्यो चाहिँ माछापुच्छ्रे हिमाल, स्पष्ट माछापुच्छ्रे हिमाल देखिरहनु भएको छ। त्यो माछापुच्छ्रे हिमालदेखि तल कास्की जिल्ला पोखरा पर्ने गर्दछ। र त्यहाँदेखि उता धेरै हिमश्रृङ्खलाहरू देख्न सकिन्छ। त्यति नाम आएन मलाई। मनास्लु लोछे भन्दै हुनुहुन्छ सरहरूले, त्यो देख्न सक्नुहुन्छ। अनि सगरमाथा थोरै मात्रामा देखिँदो रहेछ। बिहान अलिकति देखि जस्तो लागिरहेको थियो, अहिले चाहिँ